हेर्नु साथीहरू, यो अदुवालाई यसरी ग्रो ब्यागमा राखेको लगाएको, यसलाई ठाउँ साँघुरो भयो। एउटै बिउबाट यत्रो महिना पलाएपछि अनि ठाउँ नपुगेपछि यसले पिँधबाट प्लास्टिक नै छाडेर बाहिर निस्किसक्यो। यसरी एउटा सानो बिउबाट यतिका धेरै पलाएर यतिको ठुलो गाना बन्छ भने यसलाई जमिनमा रोपेर राम्रोसँग स्याहार सुसार गऱ्यो भने यसको राम्रो उत्पादन दिने यो सजिलो खेती अदुवा। अहिले यसरी यो फुटिसकेपछि यसलाई चाहिँ अब यो भाँडा सानो भएको कारणले यसलाई निकालेर अर्को ठुलो भाँडामा सार्ने काम गर्दैछु। यसलाई यसमा राखेर यो प्लास्टिक च्याप्नुपर्ने हुन्छ। यो हलुङ्गो हुन्छ, यसमा माटो प्रयोग गरिएको छैन। यो कोकोपिट मल र धानको भुस प्रयोग गरेर बनाइएको मल हो, माटो हो। यो पुरानो प्लास्टिकलाई यसरी बिस्तारै च्यातेर यसलाई सजिलै निकाल्न सकिनेछ। यो च्यात्न परेको, यो प्लास्टिक फाटेपछि च्यात्न परेको हो, त्यसैले यसलाई च्यातेर निकालिँदैछ। यदि प्लास्टिक फाटेको हुन्थेन, यसले निकालेको हुन्थेन, सानो मात्रै भएर फेर्नु परेको हुन्थ्यो भने हामी यसलाई नच्यातिकन पनि निकाल्न सक्नेछौँ। अब यसलाई राम्रोसँग यसरी निकालेर अर्को योभन्दा अलिक ठुलो भाँडामा सार्ने काम गर्दैछु। यसरी चाहिँ निकालिन्छ। यो मल र माटो सबैलाई जराले ढाकेर जरा मात्रै देखिएको छ र यसमा चाहिँ सार्ने काम गर्न लागेको छ। तर यो पनि सानो भइसक्यो। यो यत्तिकै सानो भइसकेपछि यो राख्दा मात्रै टुपिक्क भएपछि यसमा साइडमा माटो मल हाल्न नपाइने भएको हुँदा यो साइडको निक्लिन लागेको टुसाहरूलाई ठाउँ नपुग्ने हुँदा पुनः ठुलो बोरामा चाहिँ यसलाई फेरि खन्याएर योभन्दा ठुलो बोरामा राख्दैछु। यसरी गरिएपछि यस एउटै गाँसबाट यो अहिले नै यो 1.5 केजी बराबर भइसकेको छ भने अब यो निकाल्ने बेलासम्म, अब असोज कार्तिकसम्म यो ठुलो गाँस हुनेछ। करिब 3-4 किलो लगभग होला जस्तो अनुमान गरिएको छ। यो हिसाबले चाहिँ राम्रोसँग बढ्दै गयो भने यो बोरामा चाहिँ यसलाई बाहिरबाट मल दिने ठाउँ पनि पुग्यो र यसको अरू निस्कियो, अरू चाहिँ टुसाहरू निस्कियो, अरू पलायो भने पनि ठाउँ प्रशस्त पुग्ने हुन्छ। यसरी यसलाई ट्रान्सप्लान्ट गरियो। यो ठाउँ फेर्नुपर्ने भयो। लगाउँदा सकेसम्म ठुलो भाँडामा लगाउन सकियो भने राम्रो उत्पादन दिने गर्छ। यसरी मल माटो थप्दै गरेर यसलाई टन्न भरेपछि राम्रोसँग चाहिँ मल माटोले भरिदिएपछि यसले आफ्नो त वृद्धि विकासमा चाहिँ राम्रो काम गर्छ, राम्रोसँग मल पुग्छ अनि राम्रोसँग हुर्किन्छ। यसरी पौषीमै यसलाई चाहिँ हुर्काएर यसलाई फलाएर अनि एउटा दुईटा गमलामा लगाएकोले पनि आफूलाई वर्षभरिलाई खान पुग्ने उत्पादन हुन्छ। यसैले लगाएका छौँ। अब यसरी लगाइदिएपछि यसले ठाउँ फेरेको पनि थाहा नपाउने गरी यो मल माटो नफुटाइदिएको, यसको जराहरू नबिगारिदिएको कारण यो ठाउँ फेरेको, यो बोरा फेरेको, यो पुरानो गमलाबाट अर्को ठाउँमा सारेको यसले कुनै थाहा नपाइकन जस्ताको तस्तै सर्नेछ र निरन्तर आफ्नो प्रक्रिया पुरा गर्नेछ। यसरी हामीले यो पूर्ण रूपमा चाहिँ तयारी गरिसकेका छौँ।